सेकेन्ड लास्ट राउन्ड हुनेछ तपाईँको परबाट यता लास्ट राउन्ड भान्जोले के गर्ने हो ओहो टायरतिर पो ताक्दैछ त हौ अति नै राम्रो र सेकेन्ड म्याचको दुवै दलका खेलाडीहरूलाई पनि जानकारी तपाईँहरू रेडी भई बसिदिनुहोस् भन्ने हाम्रोबाट आग्रह एसके जोजो बाँसको फेदतिर एउटा अति नै राम्रो खुट्टातिर अति नै राम्रो अति नै राम्रो यहाँनिर प्रयास अब एन्डको बोयले के गर्ने हो बाँसमा ठ्वाक अति नै राम्रो थियो एन्डके बोयको शट समीरले लगाउने हो कि या त हाम्रो भाइले थप्ने हो अति नै राम्रो थियो टाउकैबाट आएको छ एके बोय वर्सेस सुपर शप एके बोयको यो कार्ड अति नै राम्रो ब्ल्याङ्केट छेड्दै ला एउटा त तर साइड मिसिङ एके बोय पछाडि ठ्वाक अति नै राम्रो सट तपाईँहरूको माझमा यो लास्ट राउन्ड हुनेछ जानकारी दुवै दलका खेलाडीहरूलाई लास्ट राउन्ड अब क्रप्सले एपिक कमब्याक गर्नमा सफल हुनेछ या छैन या त 5 वरियर्सले पोइन्ट्स बढाउने हो कि होइन यही राउन्डमा देख्नेछौँ हामीले समय लिएर हिर्काउनुहोस् तपाईँहरू पञ्चायत बाउको एउटा मिसिङ हाम्रो सुभाष भान्जोले के भन्ने हो जसको पनि लाग्छ कन्फिडेन्ट अति नै हाई हुने छ अति नै राम्रो यहाँनिर प्रयास खुट्टा सुँग्दै यो पनि खुट्टै सुँग्दै अति नै राम्रो पर हुनुपर्ने लास्ट राउन्ड यहाँनिर माका खाली अति नै राम्रो खाली भन्नु साथ यहाँनिर दिइहालेको छ एकजनाले ताली यसमा अब टिममेटले थप्ने हो कि या त अपोनेन्टले काट्ने हो यो लास्ट राउन्डमा चाहिँ रियल टेस्ट हुन्छ यहाँनिर खुनु हिर्काउनेहरूको या त डट हिर्काउनेहरूको एकदम हाई प्रेसरमा हुन्छ लास्ट राउन्ड अब भाइले थप्ने हो कि कतै अति नै राम्रो अकबर जोजेले कतै काट्ने हो कि ओहो अकबर जोजेले पनि थपिहालेको छ अति नै राम्रो यो चाहिँ हो एउटा रियल टेस्ट रियल प्लेयर्स जसले प्रेसरमा पनि हिर्काउने गर्छ अति नै राम्रो अब मादाहरूले के गर्ने हो मादाहरूको पनि टेस्ट हुन्छ अति नै राम्रो थियो अति नै राम्रो दुवै दलका खेलाडीहरू माझमा